नमस्ते, म अनिल पोखरेल, एनआरएनए अस्ट्रेलियाको वर्तमान अध्यक्ष। यहाँहरू सम्पूर्णलाई थाहा नै छ, आउँदो जुलाई 26 का दिन आउँदो कार्यकाल 25-27 का लागि एनआरएनए अस्ट्रेलियाले निर्वाचन गर्दैछ र हिजोसम्मको डेटालाई हेर्ने हो भने एनआरएनए अस्ट्रेलियाले 5000 भन्दा बढी सदस्य पाइसकेको छ। यहाँहरू सबै जो सदस्य बन्नुभयो उहाँहरूप्रति म कार्यसमितिको तर्फबाट विशेष रूपमा आभार प्रकट गर्न चाहन्छु। 23-25 लाई फर्केर हेर्ने हो भने एनआरएनए अस्ट्रेलियाले 15000 भन्दा बढी सदस्य लिएर संसारकै सबैभन्दा ठुलो एनआरएनए हुने सौभाग्य पाएको थियो र 15000 सदस्य संख्याले फाइनान्सियली एनआरएनए अस्ट्रेलियालाई स्ट्रङ बनायो र केही ऐतिहासिक माइलस्टोनहरू अचिभ गर्नलाई हेल्प त गर्यो नै, तर यो संख्याले हाम्रो लभिङ र एडभोकेसी, हाम्रो रेकग्निसन र विभिन्न आयामहरूमा पनि धेरै ठुलो योगदान पुर्याएको थियो। फर्केर हेर्नुहोस् त, सिडनी, मेलबर्न र ब्रिस्बेन जस्ता ठूला सहरमा भएका नेपाल फेस्टिभलमा हजारौं मान्छेका अगाडि प्रिमियर आफै नै प्रमुख अतिथिका रूपमा आउनुभएको थियो। त्यसैले संख्या अथवा नम्बर डु म्याटर्स र यहाँहरू सबै जो एलिजिबल हुनुहुन्छ एनआरएनए अस्ट्रेलियाको सदस्य बन्नका लागि हामी विनम्र अनुरोध गर्दछौँ। र एनआरएनए अस्ट्रेलियालाई दुई दशकको इतिहास फर्केर हेर्ने हो भने यी अन्य देशका एनआरएन भन्दा फरक छ। यसलाई आईसीसी को एउटा च्याप्टरको मात्र हेर्नु हुँदैन, किनभने एनसीसी अस्ट्रेलिया यहीँ रजिस्टर्ड भएको नन फर प्रफिट अर्गनाइजेसन हो र यसको डेलिभरी, यसले गर्ने काम, यसको सम्बन्धहरू, यहाँका बहुआयामिक सम्बन्धहरूलाई निहाल्ने हो भने यसको दायरा निकै नै फराकिलो छ। चाहे त्यो विभिन्न स्टेटमा भएका काउन्सिलर सर्भिसेस हुन्, इमर्जेन्सीको बेलामा हामीले गर्ने रेस्पोन्सेस हुन्, अथवा 8वटै स्टेटमा हुने यो लार्ज स्केलका नेपाल फेस्टिभल्सहरू हुन्। एनआरएनए अस्ट्रेलियालाई यहाँको बहुसांस्कृतिक समुदायले, यहाँको पार्लियामेन्टले, यहाँका पोलिटिसियन्सहरूले पनि रेकग्नाइज गरेको स्थिति छ र यस्तो अवस्थामा वर्षौं दुःख गरेर योभन्दा अघिल्ला अध्यक्ष, कार्यसमिति, भलन्टियर्सहरूले यहाँसम्म पुर्याएको साखलाई अहिले आईसीसीको विभागका नाममा ती बाछिटाहरूलाई लिएर सर्ट टर्म मोटिभका लागि डिभाइड गर्नु साँच्चै नै दुर्भाग्यपूर्ण कुरा हो। त्यसैले यहाँहरू सबैलाई डेमोक्रेटिक प्रोसेसमा डिफरेन्सेसहरू राख्न पाइन्छ, त्यसका विभिन्न आयामहरू हुन्छन्, विभिन्न तरिकाहरू हुन्छन्, तर एनआरएनए अस्ट्रेलियालाई विक बनाउने, डिभिजनतिर लैजाने बाटोमा हामी कोही पनि जानुहुन्न। हाम्रो यो कम्युनिटीको स्ट्रेन्थ भनेको लङ टर्ममा चाहिने कुरा हो। यसले हामीलाई दिने, यसबाट हामीले पाउने कुराहरू धेरै छन्। त्यसैले हामी सबैजना यो बेलामा इम्पल्सिभ, रियाक्टिभ भन्दा पनि कन्स्ट्रक्टिभ भएर सोच्न जरुरी छ। यहाँहरू सम्पूर्णलाई फेरि पनि एनआरएनए अस्ट्रेलियाको मेम्बर बन्नका लागि विनम्र अनुरोध गर्दै मेम्बरशिपको डेडलाइन 15 जुन 2025 11:59 PM सिडनी टाइमसम्म एक्सटेन्सन भएको जानकारी गराउन चाहन्छु।